यो चाहिँ अब तिमी तार्कुको अर्ग्यानिक टी स्टेट फ्याक्ट्री र यो पारी देखिएको चाहिँ टिस्टा नदी हो तलको सिक्किमको टिस्टा रङ्गीतमा एउटा टिस्टा यो रङ्गीत चाहिँ नाम्चीबाट उँधो जानुपर्छ जोरथाङ भएर निस्किन्छ यो पारी चाहिँ याङयाङ युनिभर्सिटी पनि त्यहाँ छ यो पारीको सुम्मिक भए अन्त यताउतै छङ्गु हुँदै हुँदै यता पहाडपट्टि जान्छ यता चाहिँ राबङ्ला पर्यो एउटा बर्मेक भनेको चाहिँ यो पारीको हो यो बर्मेक अच्छा एउटा चाहिँ यो वेस्ट सिक्किमको बर्मेक दुईटा छ बर्मेक त्यो माथि पर याङयाङको माथिको त्यो हाइटको युनिभर्सिटी हो युनिभर्सिटी यो चाहिँ लप्सीको बोट हो। अब हाम्रो केशवजी माथि जाँदै हुनुहुन्छ, झटारो हानेर लप्सी बरर झार्नुहुन्छ अनि एउटा चाहिँ लप्सी खाने हो। अमिलो लप्सी हाँगामा चाहिँ लगाऊ है, फेरि सट्टै उँधो हाँगामा लगाऊ है त, हाँगामा चाहिँ लगाऊ है त्यो झटारो चाहिँ। ल अलिक यताबाट हिर्काउँ ल, हान्नु त मिस नहोस् है त। होइन तिमी नै पुग्न आँट्नु भयो त हौ। पाकेको छ नि, खाइहेर्नु ल कस्तो छ। दुई हातले नखानु भन्छन् हौ, केही फरक पर्दैन। सिलगढी डाक्टर कमाउँला न। यो चाहिँ अब तिमी तार्कुको अर्ग्यानिक टी स्टेट फ्याक्ट्री र यो पारी देखिएको चाहिँ टिस्टा नदी हो तलको सिक्किमको टिस्टा रङ्गीतमा एउटा टिस्टा यो रङ्गीत चाहिँ नाम्चीबाट उँधो जानुपर्छ जोरथाङ भएर निस्किन्छ यो पारी चाहिँ याङयाङ युनिभर्सिटी पनि त्यहाँ छ यो पारीको सुम्मिक भए अन्त यताउतै छङ्गु हुँदै हुँदै यता पहाडपट्टि जान्छ यता चाहिँ राबङ्ला पर्यो एउटा बर्मेक भनेको चाहिँ यो पारीको हो यो बर्मेक अच्छा एउटा चाहिँ यो वेस्ट सिक्किमको बर्मेक दुईटा छ बर्मेक त्यो माथि पर याङयाङको माथिको त्यो हाइटको युनिभर्सिटी हो युनिभर्सिटी
यो चाहिँ लप्सीको बोट हो। अब हाम्रो केशवजी माथि जाँदै हुनुहुन्छ, झटारो हानेर लप्सी बरर झार्नुहुन्छ अनि एउटा चाहिँ लप्सी खाने हो। अमिलो लप्सी हाँगामा चाहिँ लगाऊ है फेरि सट्टै उँधो आगोमा लगाउँ है त, हाँगामा चाहिँ लगाऊ है त्यो झटारो चाहिँ ल अलिक यताबाट हिर्काउँ। ल हान्नु त, मिस नहोस् है त। क्या पुग्नु भयो? होइन तिमी नै पुग्न आँट्नु भयो त हौ। ल ल ल त- ल ल ल आयो। हान्ने त्यो डिस्टेन्स स्पेस भएन भने नि लाग्दैन नि। ल हार्नु त भयो है। ल मैले एउटा चाहिँ देखेँ, अब एकछिन पर्ख्यौँ है। यहाँनिर गुटी गुटीको हालियो कि माथिबाटै आयो। ए आई ल ए आई पाकेको नि हो नि। यहाँ पनि हेर्नु त अहिले झरेर पाकेको छ नि, खाइ हेर्नु ल कस्तो छ। आम्माम दुई हातले नखानु भन्छन् हौ, केही फरक पर्दैन। सिलगढी डाक्टर कमाउँला न। यो चाहिँ अब तिमी तारको अर्ग्यानिक टी स्टेट फ्याक्ट्री। यो पारी देखिएको चाहिँ टिस्टा नदी हो तलको, सिक्किमको टिस्टा रङ्गितमा एउटा टिस्टा। यो रङ्गित चाहिँ नाम्चीबाट उँधो जानुपर्छ, जोरथाङ भएर निस्किन्छ। यो पारी चाहिँ याङयाङ युनिभर्सिटी पनि त्यहाँ छ। यो पारीको सुम्मिक भए अन्त यताउतै छङ्गु हुँदै हुँदै यता पहाडपट्टि जान्छ। यता चाहिँ राबङ्ला पर्यो। एउटा बर्मेक भनेको चाहिँ यो पारीको हो, यो बर्मेक। अच्छा, एउटा चाहिँ यो वेस्ट सिक्किमको बर्मेक। दुईटा छ बर्मेक। त्यो त्यो माथि पर यहाँको माथिको त्यो हाइटको युनिभर्सिटी हो त्यो। हो युनिभर्सिटी। यो चाहिँ लप्सीको बोट हो। अब हाम्रो केशवजी माथि जाँदै हुनुहुन्छ, झटारो हानेर लप्सी बरर झार्नुहुन्छ अनि एउटा चाहिँ लप्सी खाने हो। अमिलो लप्सी हाँगामा चाहिँ लगाऊ है फेरि सट्टै उँधो आगोमा लगाउँ है त, हाँगामा चाहिँ लगाऊ है त्यो झटारो चाहिँ ल अलिक यताबाट हिर्काउँ। ल हान्नु त, मिस नहोस् है त। क्या पुग्नु भयो? होइन तिमी नै पुग्न आँट्नु भयो त हौ। ल ल ल त- ल ल ल आयो। हान्ने त्यो डिस्टेन्स स्पेस भएन भने नि लाग्दैन नि। ल हार्नु त भयो है। ल मैले एउटा चाहिँ देखेँ, अब एकछिन पर्ख्यौँ है।
यहाँनिर गुटी हाल्यो ए माथिबाटै आयो ए आई ए आई पाकेको नि हो नि यहाँ पनि हेर्नु त अहिले झरेर पाकेको छ नि खाइहेर्नु ल कस्तो छ आम्माम दुई हातले नखानु भन्छन् हौ केही फरक पर्दैन सिलगढी डाक्टर कमाउला न